बस देखा तुमको यारा मैले किति बिजी थिएँ कि यताउति अनि त्यो भएर बुझ न तिमी के खाना खायो ठिक छ सुत्नु पर्दैन त रातभरि के गर्दै बस्यो सधैँ बसेको लाइभमा आएको नि तपाईँ फेरि आफू हराउने आज चाहिँ म छिटो आएको छु कि छिटो सुत्नु पर्छ नि तिमी छिटो आएको छु सुत्ने घुमेर आउँछ 4-5 जना मैले कसैले पनि जोडेको छैन कि म यतिकै बसेको थिएँ जोसँग बोलेको मेरोमा आउँछ र कहाँबाट आउँछ तिम्रो अर्को मोबाइल छ अर्को सृष्टिसँग हुनुहुन्छ अरे अब अँधेरोमा ढुङ्गा हानेको तिमीलाई भनेको के अर्को सृष्टि जोइन भएछ कि अनि के छ त अनि हिजो बेलुका सपनामा देख्यौ त मलाई सपनामा देखेँ के देख्यौ तपाईँ देख्नु भएन मैले त देखिनँ अलिक म 3-4 बजेतिर सुतेको देख्नु पाएन सपनै देख्न पाएन 3-4 बजे सुतेको 3 बजे खाना खाएको मैले के गर्नु होला त्यतिकै अब बस्नु के भनौँ केटाहरूसँग गफ हिजो पार्टी थियो क्या हाम्रो नाइटवाला होइन पार्टी थियो अनि आधा किलो मासु लिएर आएर ट्याक्टर सब्जी लिएर आएर हामी बसेर खाइए थियो केटाहरू रमाइलो गरिए थियो सिरियसली कहिलेकाहीँ त हुन्छ होला नि मैं कभी कभार थोड़ा ड्रिंक्स करता हूँ चलेगा Friday वाला good Friday गुड फ्राइडे यस गुड फ्राइडे या मैं लोचा मारता हूँ तुम पोचा मारती हो तुम्हें नशेड़ी पति अच्छा लगता है क्या तुम्हें ड्रग्स पीने वाले नहीं अच्छी लगता मैं ड्रग नहीं पीता हूँ ड्रग नो ड्रग ग्याङ म त त्यही भन्छु तिमीहरूले खाएको छौ भने चाहिँ नो ड्रग है त्यसले चाहिँ छोड्देऊ जसरी हुन्छ नो ड्रग बट अपने मोहब्बत के नशे करो मोहब्बत के नशों में बहुत मजा आता है सृष्टि सुना है प्यार में नींद हो जाती है कोई हमसे भी करे नींद बहुत आती है और बताओ मेरे याद कितने आए तुम्हारे बहुत ज्यादा कितना ज्यादा आज सफेद कपड़े में बहुत खूबसूरत लग रही है तुम मैं जानता हूं कि मैं तुम्हें कभी गिफ्ट में कभी तोहफे में कपड़े नहीं दे सकता मैं तुम्हें तुम्हारे बर्थडे के दिन भी कुछ भी नहीं दे सकता चाहिए कुछ भी नहीं चाहिए तुम खुद खरीदोगी ठीक है आज का दिन कैसा रहा तुम्हारा थोड़ा क्या बोर्ड क्यों बोर्ड हुआ ये बताओ तुम यार थोड़ा लाउड बोलो ना तुम्हारी आवाज नहीं आ रही है तुम जस्तो सानो आइरहेको छ कि हैन अलिकति बोलो न अनि बोल्नु हुन्छ कि मेरो पेट पोलिरहेछ म बिस्तारै बोलिरहेछ यसरी त बोल खोर्सानी खाए नि भयो किन खाएको त खोर्सानी के त्यो हातको चिपस्टिक हो यो यहाँनिर फेरि त्यही समाति बसेको फेभरेट सङ हौ के छ एकदम तिम्रो आवाज सानो आएको छ नि कन्भर्सेसन गर्दाखेरि नि त्यो के पनि सुनेको थिएन कि मैले
साथीहरूले पनि भनेको थियो सानो आवाजले अहिले ठुलायो आएन साथी साँच्चै के भयो के गर्नुपर्छ आउँदैन मोबाइल चलाउन के हो ढुङ्गे युगकै मान्छे पऱ्यो क्या तिमी त आजको कपडा चाहिँ एकदम राम्रो छ निकै राम्रो देखेको छ यो कपडा हजुर साँच्ची भनेको हासकोट जस्तो ट्याक्क कोट जस्तो लाएर होइन सेतो सेतो फुल ए घगेरी चरी कठैभरि हातमा बिउे ठुली जिउे यति राम्रो भएर चाहिँ लाइफमा चाहिँ नबस नि फेरि यस्तो राम्रो फुल रह्यो फेरि टप्प टिपेर लगिदिएला र अनि हामी त कुमारै मरिएला नि फेरि कुमारै त मर्ने होला अब तिमी पनि गएपछि अब को नै छ र जिन्दगीमा जानु पर्यो नि त के त राम्रो मान्छे र धनले मान्छेले लोभ्याउँछ भन्छ राम्रो मान्छे देखेर सुकिलो कपडा लगाएको अनि धन भरि बुझी भरि धन भगमारे पनि छैन के माया पैसाले किन्छन् म तिम्रो नजिक आउने बेलासम्म तिमी अरूकै हुने हो माया पैसाले किन्छन् किन्दा रहेछन् म त्यस्तो छैन त्यसै छौ त तिमी त्यसै गर्छौ त मेरो लागि त्यही हो संस्कारी एकदम संस्कारी हुनुपर्छ लगाएर बस्छु कुर्ता सुरुवाल लगाऊ भन्न खोजेको होइन कि बस अलिकति संस्कारी अनि देखो मैं तो अपने पत्नी से यह चाहता हूं कि मैं उसके अंदर क्वालिटीज नहीं देखूंगा क्योंकि हम क्वालिटी सामान के देखते हैं सामान खरीदते वक्त हम क्वालिटीज देखते हैं मैं तो अपने पत्नी से यह एक्सपेक्ट करूंगा कि मेरे माता पिता का ख्याल रखे और अपने कल्चर को आगे बढ़ाए संभाल के रखे बस हम यही देखना चाहते हैं युट्युब पनि चलिरहेन नि त टिकटक चले वो दिनभरि कति कुरेर बस्छु म न युट्युब न फेसबुक न व्हाट्सएप न मेसेन्जर केही पनि चलेको छैन बेलुका भएपछि कति बेला सृष्टिसँग जोडिन पाउँछु कुरा गर्न पाउँछु भनेर मैले कति भन त नेपाल सरकार मेरो माया पिरतीमा किन यस्तो गर्यो किन कालो खोट लगायो धन्न टिकटक चाहिँ ब्यान गरेको छैनौ तिमीसँग बोल्नको लागि दिनभरि कुरेर बस्छु म तिमीलाई सायद महसुस पनि हुन्न होला कि तेरो बस भन्नु अब कुर्दा कुर्दा निन्द्रालाई चाहिँ के गरौँ त नि होइन सुतिन्छ जिन्दगी माया गरे जस्तो गरेको कि साँच्चैको मलाई माया गरेको यति कुरा भन्नु यति डाउट चाहिँ क्लियर भन न I really love you. के रे I love तुम मुझसे प्यार कर सकती हो क्या बाद में ये मत बोलना कि तुमसे शादी करके तुम्हें आई लव यू बोल के मैं जिंदगी भर पश्चाताप हो गई ऐसा मत बोलना भाइ यार तर जोडी लास्ट टाइम सर दाइ के गर्नु राम्रो जति हाम्रो हुँदैन हाम्रो जति सबै छोडेर जान्छ त्यही हो त्यही भएर यस्तै हो माया पिरती भनेको तिमीले अहिलेसम्म प्रेम नगरेर मात्रै हो तिमीले पनि प्रेम गरेको भए थाहा पाउ त सुरुमा मायामा पर्दा त मजा आउँछ खतरा उसको लागि त आकाशको तारा झार्दिन्छ जस्तो फिल हुन्छ
जब बानी व्यवहार थाहा पाउँदै गएपछि चाहिँ जुन दिन हामीलाई अमृत लागेको थियो उसको माया 20 भन्दा पनि 72 लाग्छ त्यसपछि। लड़कियों का एक ही आदत होता है, वो दिल में रहकर दिल को तोड़ती है। वक्त बताएगा लड़कों, हम किसी को भी एक नजर देखकर जज नहीं कर सकते। मेरो मन छोस् भनेको के बिलाइको हजुर एउटा लाइन जान्ने होला। मन छोको नि के ओके मन छूने वाला भाई, तुम्हारे लिए आधा रात तक मैं नींद त्याग कर बैठा हूं। मुझे पता है कल मुझे काम में जाना है, फिर भी तुम्हारे एक लव यू का इंतजार करके बैठा हूं। तुम्हें पता है मुझे नींद नहीं आती तुम्हारे बगैर। तुम हमेशा कहते रहते हो एक काम करो, इस बार खुद को सुला लेना, हो सके तो मेरे यादों को भुला लेना। थैंक यू, अब सो जाओ। अरे यो फर्स्टको लाइन मेरो मैले भन्नुपर्ने हजुरलाई फिलिङ्स तिमी भनेर बोलाएको म चाहिँ आई लभ यु भन्नु न। सबैलाई भन्न नराम्रो लाग्छ हो होइन, त्यस्तो होइन। अरूलाई त नर्मल्ली मैले आई लभ यु भनिराखेँ हुन्छु लाइफमा होइन, तर तिमीलाई भन्दाखेरि चाहिँ अलिकति सोच्न पर्छ कि जस्तो लागिरहेछ कि, त्यही भएर। किनकि तिम्रो आँखामा चाहिँ रियल फिलिङ्स देखिएको छ नि त, तिम्रो आँखामा चाहिँ चोखो माया देखिएको छ। मेरो आजको आई लभ युले भोलि दिन पासो पर्ने हो कि नत्र त नो, इट्स नर्मल। म त अरूलाई भनिराखेँ हुन्छु जिस्केर, तिम्रो फिलिङ्सको कदर गर्छु, तिम्रो इमोसनको कदर गर्छु, त्यही भएर। किनकि 31 को जमानामा चाहिँ यति ठाउँबाट टुटेको मान्छे हो कि फिलिङ्स के हो, इमोसन के हो, यस्तोमा के इन्ट्रेस्ट नै लाग्दैन कि। अनि त्यही भएर चाहिँ, तर म भन्छु कुनै त्यही हो केटा, जोसमा आएर कसैको फिलिङ्ससँग चाहिँ खेल्नुहुन्न। अनि सृष्टि चाहिँ अलिकति सिरियस नै लाग्यो कि मलाई, अनि त्यही भएर चाहिँ त्यहाँदेखि हावातालमा मैले लभ यु टु भन्दैन पछि समस्या पर्छ नि त। उसको नजरमा त जिन्दगीभरि नराम्रो मान्छे भनेर बस्छु नि त म, त्यो चाहदिनँ कि म होइन। अलिकति हुन्छ नत्र त नर्मल्ली लभ यु टु भन्दा त केही जाँदैन नि त, पुरा क्लियर गर्नुपर्छ। त्यो हावातालमा जो पाए कहीँ उठा छ बचा हिँड्ने यस्तो होइन नि। एज अ फ्रेन्ड ठिक छ, उसको फिलिङ्स चाहिँ अलिकति प्योर छ, त्यो कुरा चाहिँ बुझ केटाहरू।